म जब रिजनल सिलेक्सनको लागि तयारी गर्दै थिएँ, मेरो भोलि क्याम्प छिर्ने दिन थियो भने आज चाहिँ म फेरि पनि बिरामी भएँ र फेरि पनि मेरो यो थर्ड एजमा पनि रिजनल सिलेक्सन भोलि थियो भने आज म सलाइन पानी चढाएर बसेको थिएँ। त्यति बेला मामाले मलाई आफू घर नगएर पनि यहीँ बसेर मलाई सलाइन पानी चढाएर मलाई आज यस फाइनल सिलेक्सनसम्म पुर्याउनु भएको छ। यसको लागि म मामालाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। So next, I would like to call Mr. Vikas Poon for a short speech. यस ट्रेनिङ सेन्टरमा फर्स्टचोटि आउँदा 102 मा बसेको थिएँ। त्यति बेला मलाई त्यो राति निद्रा नै लागेन र म 102 देखि अर्को रुममा गएर आफ्नो साथीसँग सुतेको थिएँ। त्यति बेला बेड नै खाली थिएन, त्यही पनि म साथी माथि सुतेको थियो त म चाहिँ निद्रै नलागेर म भुइँमै सुतेको थिएँ र म आज यसरी बोल्दै गर्दा त्यो फर्स्ट दिन सम्झिन्छु र आजको यसरी बोल्दै गर्दा म मेरो विगतका दिनहरू एकदमै कसरी बिताएँ भन्ने कुराहरू सम्झेको छु र मैले यसरी बोल्दै गर्दा म मेरो मम्मी बाबालाई एकदमै सम्झन चाहन्छु। मलाई यस ठाउँमा यस ट्रेनिङ सेन्टरमा जोइन गराएर मेरो ट्रेनिङ फीदेखि लिएर सबै डाइटदेखि लिएर सबै कुरा पुर्याइदिनु भयो र कहिलेकाहीँ ट्रेनिङले गलेको बेला डोको बिएफटी पढाइ सबैको प्रेसरले गर्दा थाकेको बेला पनि त सक्छस् है भनेर मलाई मोटिभेट गरिदिने मेरो दिदी भेना दाइलाई म एकदमै सम्झिन चाहन्छु र मामाले भन्ने गर्नुहुन्छ यो सेन्टरमा हामी नै अबको तिमीहरूको सेकेन्ड अभिभावक हो भनेर र यो चाहिँ मैले पर्सनल्ली नै फिल गरेको छु किनकि जब म यस ट्रेनिङ सेन्टरमा जोइन भएको दिनदेखि म फर्स्ट एजमा पनि भोलि क्याम्प छिर्ने हो भने अघिल्लो दिन चाहिँ बिरामी हुन्थ्यो सधैँ। यसरी नै सेकेन्ड एजमा पनि म जब रिजनल सिलेक्सनको लागि तयारी गर्दै थिएँ, मेरो भोलि क्याम्प छिर्ने दिन थियो भने आज चाहिँ म फेरि पनि बिरामी भएँ र फेरि पनि मेरो यो थर्ड एजमा पनि रिजनल सिलेक्सन भोलि थियो भने आज म सलाइन पानी चढाएर बसेको थिएँ। त्यति बेला मामाले मलाई आफू घर नगएर पनि यहीँ बसेर मलाई सलाइन पानी चढाएर मलाई आज यस फाइनल सिलेक्सनसम्म पुर्याउनु भएको छ। यसको लागि म मामालाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। म यसरी यस आर्मी फिल्डमा लगातार 3 वर्ष मेहनत गर्दै गर्दा म फर्स्ट फेजमै फालिएँ, सेकेन्ड एजमा सेकेन्डमै नाम आएन र अहिले थर्डमा चाहिँ फालिने छैन। म यति कुरामा चाहिँ विश्वस्त छु, यदि म मेडिकल कटाएँ भने चाहिँ क्याम्पदेखि बाहिर आउने छैन भन्ने पूर्ण विश्वास राखेको छु। यसै गरी म नेक्स्ट इयरको साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भने विल पावर चाहिँ हुनुपर्छ। मनको बिरामी भयो भने चाहिँ जस्तो सुकै फिजिकल हानि पनि क्याम्प जाने दिन आउँदै गर्दा विल पावर छैन भने गर्न सक्छु भन्ने फिल छैन भने चाहिँ भित्र गएर जति गरे पनि हुँदैन र म अन्तिममा म मेरो पुरानो साथी आवास घरतीलाई एकदमै सम्झन चाहन्छु जसले गर्दा मलाई यस फाइनल सिलेक्सनसम्म पनि सधैँ कल गरेर हुन्छ कि कसरी हुन्छ मलाई सधैँ नै गर्नुपर्छ है, तिमी त भर्ती हुनुपर्छ है भनेर सधैँ मलाई झकझकाइरह्यो। त्यसैले म मेरो साथी आवास घरतीलाई एकदमै सम्झिन चाहन्छु र मेरो यी 2 शब्दहरू हेर्न चाहन्छु। धन्यवाद।